साथीहरू गुड मर्निङ फ्रम मनाङ। अनि अहिले चाहिँ हामी बिहान उठिसकेको छौँ। देख्न सक्नुहुन्छ अहिलेको भ्यूहरू। खासै म यति छिटो उठ्ने मान्छे त होइन, तर आज मलाई रातभरि निन्द्रै लागेन कि यस्तो हेर्नलाई। अन्त कतिखेर बिहान होला भनेर बल्ल बिहान भयो। अनि अहिले चाहिँ म आएको छु यसो बाहिर यहाँ घुम्नलाई। हाम्रो यहाँ एप्पल फार्मिङ रहेछ है, यो चाहिँ के रहेछ भने मलाई थाहा थिएन। एप्पल फार्मिङ रहेछ, देख्न सक्नुहुन्छ यहाँ सबैजना बसिरहेको छ। उहाँ एकजना थपिनु भएको छ अहिले, यताबाट चाहिँ माथिसम्म जानुहुन्छ अरे हामीसँगै। दादाले सिकाउँदै हुनुहुन्छ कसरी बाइक चलाउने भनेर। अब बाबमाली होटेललाई बाई बाई गर्दै हामी चाहिँ यहाँबाट निस्किरहेको छौँ। सबैजना अगाडि कुरिरहेछन्। मलाई जाने हो नि त, कहाँ जाने हामी? मनाङ। हामी चाहिँ यहाँबाट निस्किसकेको छौँ। अब हिजोसम्म चाहिँ हामी 5 जना थियो भने चाहिँ आज हामी 6 जना छौँ। सबैजना अगाडि गइरहन्, म पछाडि छु। अनि हाम्रो चाहिँ एउटामा 2 जना बसेर, अनि हाम्रो एकजना यहाँ फरेनर हुनुहुन्थ्यो होइन, अनि उहाँ पनि हामीसँगै जाने भन्नुभयो। अनि हामीले एउटा बाइक चाहिँ उहाँलाई पनि दिएको छौँ। अनि उहाँले चाहिँ एउटा बाइक चलाइरहनु भएको छ। उहाँलाई चाहिँ बाइक चलाउन नआउँदो रहेछ, उता बाहिर चाहिँ मपेड चलाइरहनु भएको रहेछ। अनि यहाँ आएर दादाले अहिले भर्खर बाइक सिकाउनु भएको, अहिले भर्खर चलाउनु थाल्यो क्या। ऊ अगाडि गइरहेको छ, देख्न सक्नुहुन्छ। यसमा चाहिँ सक्ला है, तर अलिक माथि गएर चाहिँ उसलाई अलिकति गाह्रो हुन्छ जस्तो लागेको छ। तर खोइ चलाउँछ के गर्छ हेरौँ। चलाइरहेको छ अगाडि, तर अलिक स्लो गर्दैछ यसले। मलाई त डर लागेर लडाइदियो भने म गएर जोतिन्छु भनेर। हिजो चाहिँ हामी यहीँ आएर फर्किएको थियौँ। रमाइलो भयो त्यो ठाउँ, यति राम्रो रहेछ होइन। खानाहरू पनि कति मिठो त्यहाँको। यो बाबमाली होटेलको चाहिँ अनि सर्भिस पनि एकदम राम्रो के, एकदम फ्रेन्डली इन्भाइरोमेन्ट भएको है। अनि त्यहाँनिर चाहिँ लाइक स्टाफहरू पनि हुनुहुन्न, उहाँहरूको चाहिँ एउटा फ्यामिली बिजनेस रहेछ। अनि 2 जना बुढाबुढी मिलेर मात्र गर्नुभएको, न त एउटा स्टाफ छैन। त्यही पनि उहाँहरूले सबै गरेर भ्याउनु हुँदो रहेछ के। अनि सर्भिसहरू पनि केही कति छिटो छिटो फास्ट सर्भिस थियो क्या त्यहाँनिर। अनि एकदम खुसी लाग्यो, त्यहाँ बस्न रमाइलो पनि भयो। तातो बनाएर आगो उ गरिदिनु भएको थियो। कहाँ गयो? आएन त लड्यो क्या। आयो आयो। मेरो चाहिँ यस्तो फग आइरहेछ नि यो ग्लास गगल्समा। हामी त ग्रिन लेक जान लागिरहेको छौँ। हजुर बुझिन के भन्नुभयो? यो त कस्तो डेन्जर बाटो रहेछ भाइ। बाटै सानो छ, त्यही माथि ढुङ्गा रहेछ। अनि अहिले फेरि स्नो भइरहेछ नि त, अनि चिप्लिने अलिकति उ हुन्छ। चिप्लिन त चिप्लिँदैन। गयो त साथीहरू हेर्नु है त। सरर कस्तो मजा आयो।
बिउहरू राइड गर्न ओ सिट सिट हाम्रो खैरेजी चाहिँ पछाडि मेरो पछि आउँदै हुनुहुन्छ ओ नाइस कस्तो मजाको वाउ यो भ्यू हेर्नु न भ्यू बाटो पनि कस्तो बाटोमा चाहिँ हिउँ नपऱ्यो होइन अनि साइडमा चाहिँ परेको के अब कता जाने हो त खै त अब थाहा छैन यही रहेछ त Where am I going? You don't know? Where they gone? Huh? Have you seen them? No. No? We got this one? I don't know. Which side? I think this one probably. We lost here. Huh? We lost here. Yeah. Let's go. Awesome. यही रहेछ हामी आउने ठाउँ चाहिँ यही रहेछ है ग्रिन लेक भनेको चाहिँ देख्न सक्नुहुन्छ ग्रिन लेक अरे कस्तो मजा थियो यहाँ आउने बेला वा स्नो पनि भइरहेछ मान्छेहरू फोटो खिचिरहेर छन् तर कस्तो नाइस पानी है यताको पानी त कस्तो सफा हुने के यस्तो ठाउँमा नि सबै हिउँहरू पग्लेर आउँछ होला कि यहाँ चाहिँ अब चाहिँ हामी एकैछिन 10 मिनट जति घुमेर टिकटक बनाएर हामी यहाँबाट निस्किन्छौँ है त ल हामी यताबाट पनि निस्क्यौँ ग्रिन लेक यो हो अब हामी चाहिँ अब कता माथि अल्फानी भ्यालीतिर जाँदैछौँ भयो भने पनि आज फर्केर आएर हामी त्यतै मनाङतिरै बस्छौँ होला हामी चाहिँ अहिले त्यहाँनिर कि फोटो खिच्न जान लागेको त्यहाँ पुलमा भिडियो बनाउनलाई अनि त्यही भएर सबैजना यता बिस्तारै अहिले गइरहेको अगाडि भिडियोग्राफरलाई पठाएर भाइलाई कतिमा रमाइलो यो मनाङ त भाइ मैले त्यस्तो त कहिले देखेकै थिइनँ तु हो गजर पागल तोरे मुझको है धागे तेरी उंगलियों से उलझे खोइ त अलिसा त आइन त भाइ लौ कहाँ गइ चाहिँ एक्लै त छोड्नु हुँदैन यार तेरा डर लाग्छ नि यस्तो बाटोमा त ल दादाहरू त उहाँ पुगिसकेछ म फर्केर आउने कि के गर्ने भयो त सेट टेन्सन भयो फर्काउने ठाउँ पनि छैन क्या यता हिउँमा त म त चिप्लिन्छु होला अहिले आइ बिस्तारै जाऊ योर पिपल के भन्छ सिट हेलो सन्चै हुनुहुन्छ हुन्छ धन्यवाद हजुरहरूलाई हामी अब मासतिर जान लागेको भेट्यो भने हामी टिपे ल्याइदिन्छौँ हामी उसमा बस्छौँ ए ओके ल मेरो दिन त कहाँ ल रेडी वन मोर हस् धन्यवाद छोरा मात्रै बनायो के गर्नु मेरो दिन त आएन कहाँ बस्छ मनाङ अब हामी त माथि नै जाऊ मेरो चाहिँ तर म त्यस्तो टिक्न के छ तपाईको राइडर रुबी हजुर RUBY अनि एलिसा खड्गी म युट्युब गर्छु
मेरो चाहिँ सब्सक्राइब गरिदिनु अब यहाँ भेटेको भए अहिले गरिदिन्थेँ ए म हजुरको ब्लग हालिदिन्छु है म अनि त के हेर्छु नि हुन्छ। के भन्छ मेरो पनि अब उ गर्छु त्यसपछि मेरो दिन्छु ल एउटा मेरो चाहिँ ए रहेछ हेलो भाइ के यत्रो लाइक गर्दा नि हामीलाई नदेख यस्तो गरेर हिँडिदिन्छ हस् थ्याङ्क यू वेलकम यो चाहिँ वन्डरलस्ट नेपाल रहेछ उहाँहरूको स्टिकर कस्तो राम्रो है यो ठाउँ त वाउ मलाई त फेरि आउन मन लाग्यो कति राम्रो ठाउँ आइपुग्यो हामी यस्तो नाइस यस्तो छ आँखै पुरै टिलिक्क भएको छ टल्केर कस्तो मजा आइरहेको त्यही माथि डट राइड गर्नलाई देख्न सक्नुहुन्छ यहाँको भ्यू यस्तो बवाल छ हिमालको फेदमा बसेछौँ क्या हामी अनि बाटो देख्न सक्नुहुन्छ तर मलाई चाहिँ के लाग्यो भने यो बाटो देखेर रुबी भ्यालीको चाहिँ यो 40% पनि जस्तो छ के नत्र त बाटो चाहिँ एकदम सजिलो छ पहिला चाहिँ कस्तो थियो थाहा छैन अहिले चाहिँ बाटोहरू बनिसकेको छ सो तपाईँहरू आउन चाहनुहुन्छ भने चाहिँ मनाङ चाहिँ राम्रै बाइकमा पनि आउन सक्नुहुन्छ क्या अब डट नै चाहिन्छ भन्ने पनि छैन अब नर्मल बाइकहरू पनि आउन सक्नुहुन्छ सो आउने बेला धेरै गाह्रो त भएन तर यो भ्यूहरू देखेर यति रमाइलो लागिरहेको थियो गाइज सबैजना त्यता बसिरहन् तल फोटो खिचिरहन् खैरे दाई नमस्ते सो उहाँ खैरे दाई चाहिँ हामीसँग अस्तिदेखि नै जोइन हुनुभएको थियो हिजो पनि हामीसँगै हुनुहुन्थ्यो अस्ति पनि हामीसँगै हुनुहुन्थ्यो आज पनि हुनुहुन्छ अनि आज चाहिँ उहाँ चाहिँ यहाँबाट तिलिचो चढ्न जानुहुन्छ अरे तिलिचो चाहिँ देख्न सक्नुहुन्छ ऊ त्यहाँनिर छ त्यो बाँदर लागिरह नि जहाँनिर हो त्यो चाहिँ तिलिचो हो अरे अनि त्यताबाट चाहिँ अब तिलिचो जाने उहाँहरू अनि हामी चाहिँ तिलिचो जाँदैन म चाहिँ अर्कोचोटि फेरि आउँछु अनि त्यति बेला चाहिँ तिलिचो जान्छु अनि म चाहिँ अहिले यता हामी चाहिँ यताबाट फर्किँदैछौँ अब आज चाहिँ हामी गएर बेसी सहर बस्नेछौँ त्यहाँबाट भोलि चाहिँ ब्याक टु काठमाडौँ हुनेछौँ धेरै धेरै खुसी लागेको छ रमाइलो भयो यो राइडको लागि चाहिँ एकदम धेरै रमाइलो भयो राजकुमार दाइलाई र अलिसाले धेरै धेरै धन्यवाद भन्न चाहन्छु सो यति गर्दै अब आजको होइन यो मनाङ राइडको भ्लग चाहिँ म यहीँ नै इन्ड गर्छु यहाँ जाने बेला चाहिँ म भिडियो बनाउँदिनँ होला तर त्यस्तै केही फनी मेमोरीहरू क्याप्चर गर्नु पऱ्यो भने चाहिँ म हालिदिन्छु सबैजना हेर्नु होला लाइक गर्नु होला सब्सक्राइब गर्नु होला अनि कस्तो लाग्छ कमेन्ट गर्नु होला है त बाई बाई साथीहरू हामी चाहिँ निस्क्यौँ यहाँबाट अब निस्किन लागेको बाइक देख्न सक्नुहुन्छ रेडी भइरहेको छ स्टार्ट भइरहेको छ तर यस्तो चिसो भयो नि बाइक चाहिँ एकैछिन स्टार्ट हुँदो रहेछ बाई बाई टेक केयर त्यो भाइको लाइसेन्स छ अब यो मेरो कसले खोलिदिएको ओइ यो मेरो कसले खोलिदिएको मैले नि भनेको भन्न त ट्याङ्कीको कभरै छैन त
सब जुत्ता भिज्यो यार। अनि कत्रो कुदाएको त नि नमस्ते। राइडमा हिँड्नु भएको छ होइन? कहाँसम्म जानु? हामी काठमाडौँ मनाङबाट हो। मनाङबाट मनाङ गएर आउनु भएको छ। अलि स्लो चलाइदिनुहोस् होइन, बाटोको कन्डिसन राम्रो छैन यताको होइन। तपाईँ यो बाटोहरू भने कन्स्ट्रक्सन बाटो छ होइन, अहिले बनिरहेको छ। कुनै ठाउँमा राम्रो छ, कुनै ठाउँमा चाहिँ बनिरहेको छ क्या है। त्यो भएको कारणले थोरै अनब्यालेन्स भयो भने नि तपाईँहरू धेरै दुर्घटना पर्न सकिन्छ होइन। त्यो भएर तपाईँहरू चाहिँ त्यति हतार नगरिदिनुहोस् है। यसको साउन्ड नै बढी ठुलो छ होइन। अलि ग्याप राखेर तपाईँले हिँडिदिनु भयो भने मान्छे पनि यो जस्तो यो सहर बजारको ठाउँ छ नि, जहाँनिर बस्ती छ नि, बस्तीमा चाहिँ तपाईँहरू अलिक ग्याप भएर हिँड्नुहोस् कि एकैचोटि आउनुहुन्छ अनि धन्यवाद है। हस् धन्यवाद। हुन्छ, थ्याङ्क यू दाइ। बाई बाई। सबैले सम्झे जाने मान्छेलाई धेरै नहुनु।